के भयो नेचुरल स्विमिङ पुल यहाँनिर टक्क यति डुब्छ हाम्रो दाइर यहाँ सेकुवा के छ त के छ कृष्ण दाइ बग्नेश्वरी जता पनि बग्छ बग्छ बग्ने मन बग्नेश्वरी जता पनि बग्छ बग्छ जता पनि बग्छ बग्नेश्वरी अब यो कसलाई खाने हो लो यहाँनिर हाम्रो फ्रुट्सहरू छ है कति चाहिँ मरेछ त दिनभरिमा दिनभरि त के भित्र प्लास्टिकमा पनि छ सब चाहिँ हाम्रो यहाँ माछा फ्राई हुन लागेको छ होइन फिस भइसक्यो यहाँ हुनुहुन्छ नि हो हाम्रो अब हुन्छ हुन्छ ल झ्याप्पा हानेर चिरिम्म भुटौँ ल के छ त अनि आजको अपडेट मेन्दो आपा के छ त अपडेट ठिक छ यो त जिन्दगीकै हो कसम हैन झ्याप मात्रै खोला लत्तै हाम्रो यता कृष्ण भाइ मेरो टर्न हो यता आम फेरि के हो अहिलेसम्म मलाई मात्रै छैन फेरि एउटा मात्रै खाएको भएको मात्रै भने खोलामा हामीले यो खोला खोइ हो लाइट यता ल्याउ त यहाँ देखाइदिउँ यहाँ देखाउँ न खै यहाँ ल्याउनु ल हाम फाल्यो खोलामा खै ल यहाँ आयो 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 यहाँ निस्क्यो आयो के आयो तपाईँ जाने हो हाम फाल्नु ल हाम फाल्यो ल चस्मा ल हानेकै हो ल आयो हराइन्छ खोलाभित्र हामी त खोज्न आउँदैन ल फेरि यहाँदेखि एउटा ब्याक फ्लिप यहाँ
प्रेजेन्ट गयो कि क्या यता के छ निस्क्यो अब के छ कृष्ण दाईको चाहिँ कस्तो हुँदैछ त अनि मजा हुँदैछ कि छैन त रमाइलो हुँदैछ एक्सट्रिम खाएर ब्याक फ्लिप होइन एक्सट्रिमले हो ल ठिक छ यहाँ चाहिँ हाम्रो रोशन भाइ कस्तो हुँदैछ ठिक छ नि होइन यहाँ हाम्रो स्पिकर चार्ज हुँदैछ अब यता हाम्रो बाइकबाट यो चाहिँ अब हाम्रो राति लाइटको सोर्स नभएर हामीले चाहिँ बाइकबाट सर कस्तो भयो त स्विमिङ सक्यो होइन यहाँ हाम्रो फ्रिज छ के छ त फ्रिजमा के छ त ठिक छ नि होइन तातोदेखि लिएर यता चिसो पनि छ यता यो चाहिँ कसले खाएछ अघि नै ल सोध्दै हुनु ओके ल मेन्दो आप्पाको चाहिँ आज धेरै नै रमाइलो भइरहेछ जस्तो बबाल हो होइन माथ्यो कि यो खोला हाम फाल्ने हो होइन माथि यो खोला हाम फाल्ने हो तर माथिया छैन है एकदम गुड आज चाहिँ एकदम हामीलाई एकदम रमाइलो भइरहेछ हामीले सोचे भन्दा पनि धेरै रमाइलो भइरहेछ है यहाँ चाहिँ खोला थियो माछा बनिँदैछ यहाँ चाहिँ मसला छैन यही त झम्मै हाल्दैन उयो हालौँ न अचारको उयो अहिले अचारसँग मस्टिनुपर्छ तेलमा हुन्छ नि त नुन र त्यो भयो काम पुगिहाल्छ 6-7 खाले माछा होला त्यहाँ आम्मै भयो त हाल्दिनँ बनाइहाल्यो एक केजीको माछा चाहिँ डल्लै है दाइ तपाईँ कतिवटा खानुहुन्छ भन्नु त एक केजीको छ कतिवटा खाने धेरै नि हो भने हामीले जानिनौँ नि त सुरुमै त्यसरी त्यो झारमा उगाएको भए त कति मारिन्थेछ नि दुवाली थुन्ने भयो अन्तिममा राम्रो छ हौ मजाको छ पकाउँदाखेरि घिल्च्यो भने चाहिँ फाल्टै कुरा हो धेरै चलाइराख्नु चाहिँ भएन ल माछा रेडी भएर आयो है ल तानु कस्तो भएछ मिठै छ अर्ग्यानिक आज खोलाको माछा दामी खोलाको माछा आइदियो ठिकै छ सरहरू बिहानै अन्डा अब काजा डबलको चाहिँ हान्नुपर्छ बिहानै हो नि हामी हेरेको हेरे ल लास्ट रिटर्न भिडियो ल के छ नवीन दाइ कस्तो भयो त बसाइ कुसन छ रोशन भाइ मेन्दो आप्पा के छ कृष्ण दाईको बोल्नु सक्ने अवस्था छैन हौ हाम्रो मेन सेफै हिजो बेलुका भन्दा हाम्रो यता दादी हिजो बेलुका कोचिङ दिँदै थियो को यही भाइ कस्तो भयो त अनि ठिक भयो नि होइन ल अब चाहिँ हामी फर्किन लाग्यो हाम्रो गाडीहरू चाहिँ यहाँ छ हिजो हामीले बजाएको साउन्ड सिस्टम यहाँ छ सामान बाँध्ने कामहरू हुँदैछ ल